जमिन छैन मेरो के भनेर दियो मलाई के भनेर दियो मेरो सरकारले 3 बिघा जमिन खाइदिएको छ बौलाको कानुन छ कि छैन बौलाको न्याय छ कि छैन म यही भन्न आएको खाली पुलिस लगाएर पक्रिने पठाउँछ मलाई यसलाई के गर्ने हो तपाईले भन्नुहोस् 35 वर्षसम्मको नेतालाई समझ्छौँ हामीले तर हिजो भर्खर आएको नेतालाई हामी समझ्दैनौँ यत्रो 35 वर्षसम्म के गरायो नेताले जनता दिदीबहिनीले रुवायो लाज छैन अहिले कहाँ लुगायो नेतालाई हामी लगाउँछौँ गाउँमा गएर यही भन्दै 2 शब्द मेरो राख्छु मेरो बराबर खालि यदि दिन्छौँ ऋण दिन्छौँ के ऋण हाम्रो चाहियो रोजगारको ग्यारेन्टी गर्नुपर्छ किन ऋण दिन पर्यो हामीलाई किन जग्गा दिन पर्यो हामीलाई केही दिन पर्दैन अब हामी रोडमा आइसक्यौँ अब हामी पुरा हामी रोडमा सडकमा हिँडिसक्यौँ कति वर्ष भयो बौला मान्छेको कानुन छ कि छैन मेरो श्रीमान बौला हुँदाखेरि मैले प्रत्येक नेता घरमा काम खोज्दा गएँ मलाई एक टुक्रो काम दिएन अहिले बौलाको मैले वैद्य बनाएँ आफूले ऋण लिएर कालो सूचीमा देश पार्ने हामीलाई ऋण दिन पठाउने यही हो 35 वर्ष भोट हालेको हामीले 35 वर्ष हाम्रो भोट लुटाउने हाम्रो टाउको बेच्न पाइन्न खबरदार टाउको बेच्न पाइन्न लुक्न पाइन्न एक्लै ऋण हामी तिर्छौँ तर हामीले छोपेर जेलमा हाल्न पाइन्न डराउने दुनियाँ बङ्गलादेशमा अफगानीको धन मान्छे मार्ने त्यही ऋण लिएर हामीलाई लगाउने यस्तो कदापि हुन पाउँदैन 84को चुनाव आउला तर भर्खर भएको युवा नेतालाई अहिले ऋणको भारी बोकाउने दिदी बहिनीले सडकमा आउने बाध्य बनाउने कहाँ भागे यो नेता अब हामी काठमाडौँ छोड्नेवाला छैन छोड्नेवाला छैन हो कि होइन भन दिदी बहिनी हो आज हामी कस्तो भोग्छ